अब आउँछ आसुसको जेनबुकमा तपाईँले अल्ट्रा 7 मा 16GB र्याम 512 SSD मा 15 जेनेरेसनको ओलेड डिस्प्लेमा लिनुहुन्छ भने तपाईँले पाउनुहुन्छ 1,32,000 मा र यसमै राइजन 7 को 8000 सिरिज 16512 मा लिनुहुन्छ तपाईँले पाउनुहुन्छ 1,30,000 मा। र यो जेनबुक भनेको खासमा कस्तो ल्यापटप हो गेमिङ हो र हो जेनबुक भनेको गेमिङ हैन गेमिङको यसमा जी पनि नखेल्नु होला तपाईसँग ल्यापटप छ भने पनि किन तातर कुन दिन फेरि बोर्ड पर्केला यो भनेको कस्तो कामको लागि हुन्छ जस्तो तपाईँले मेडिकल पढ्दै हुनुहुन्छ हुन त मेडिकल पढ्नलाई 30,000 को ल्यापटपले पनि पुग्छ तर कोही पैसा भएको व्यक्ति छ तपाईँ सीए पढ्दै हुनुहुन्छ भने सीए ले पनि फेरि 30-40 सम्मको ल्यापटपले पुग्छ तर तपाईसँग बजेट छ 1 लाख 1.5 लाख सम्मको बजेट छ अलिकति खतरा ल्यापटप लिनु न मुभी हेर्दाखेरि पनि साउन्डले खतरा होस् डिस्प्ले क्वालिटी राम्रो होस् बोक्दाखेरि पनि वाउ होस् ब्याट्री ब्याकअप पनि 10 घण्टा प्लस होस् भनेर सोच्नु भएको छ भने जेनबुक इज गुड फर यु हो यो तपाईको आईटी को लागि पनि फेरि पुग्छ है म गेम खेल्दिन जस्ट प्रोग्रामिङ कोडिङ जावा पाइथन चलाउने हो मेरो बजेट 1.5 लाख सम्मको छ कुन ल्यापटपलाई म अल्ट्रा बुकमा जसको डिस्प्ले साउन्ड बिल्ड क्वालिटी ब्याट्री सबै राम्रो छ भने जेनबुक तपाईको लागि बेस्ट हुन सक्छ।